हेलो गुड आफ्टरनुन नमस्ते सेवारो स्वागत छ हजुरहरुलाई निशान भ्लगमा। साथीहरु आज चाहिँ लङ टाइम चाहिँ म भिडियोमा आउन सकिनँ बिकज आफ्नै लाइफ ड्यामेज भनौँ न मतलब त्यही भएर चाहिँ बीचमा कुनै पनि सर्ट्स भिडियोहरु पनि बनाएको थिएन र लङ भिडियो बनाउने त झन् मुडै थिएन के मेरो। टेन्सनमा बस्ने भनेर मोड फ्रेस गर्नलाई हामी चाहिँ साथीहरुसँग बाहिर आइसकेको छौं। सो गाइज मेरो चाहिँ साथीहरु चाहिँ आउँदैछन् र म यहाँ वेटिङ गरेर बसिरहेको छु। अब जिन्दगी भनेको यस्तै हो साथीहरु, जहिले तहिले टेन्सन गरेर मात्र पनि हुँदैन हैन। अब चाहिँ इन्जोय गर्नुपर्छ। आज चाहिँ साथीहरु हामीहरु चाहिँ यहाँ घुम्न आइसकेको छौं साथीहरुसँग। पानी परिरहेको थियो, आज चाहिँ पानी परेको छैन, रमाइलो छ। सो हामीहरु चाहिँ एकदम टिकटक प्रेमीहरु छौँ। हामीहरु चाहिँ यहाँ एकदमै मजासँगले बसिरहेका छौं। अनुसाले चाहिँ कतिवटा टिकटक बनाइसक्यो। भक्कु बनायो पहिला कसै सुन्छ गाना भक्कु बनायो तिमीहरुले टिकटक अब गर्मीले चाहिँ डढिनै परेछ। मजाले तिमीहरु चाहिँ टिकटक बनाउने। अब कोही पनि मान्छेहरु चाहिँ घाममा निस्किँदैनन्, हामीले चाहिँ घाममा निस्केर घाम साम्नु पर्ने। यो चाहिँ साथीहरु सिङ्गापुर बुलभर्ड क्रेजी बर्ड रोड भन्छ। यहाँ चाहिँ हामीहरु जहिले आउने गर्छौं। आज चाहिँ मेरो नयाँ साथीहरु नयाँ हो नि त, आएको थिएनन् र मैले चाहिँ यहाँबाट लिएर आएको छु। गर्मी भयो एकदमै। हाम्रो झोलाहरु चाहिँ माथि रुखको फेदमा राखेर बसिरहेछ बिचरा। हामी चाहिँ यहाँ घाममा मस्त टन्टलापुर घाममा डुलिरहेछौँ। यहाँ चाहिँ पहिला बोर्डहरु पनि चल्थ्यो रहेछ, तर अहिले चाहिँ लक भइसकेको छ। यहाँबाट देख्न सक्नुहुन्छ, यहाँबाट चाहिँ बोर्ड सुरु हुन्छ है। ठुलो के अरे समुद्र चाहिँ होइन, यो चाहिँ साधारण सानो भयो। आज पनि पानी परेन, घाम लाग्यो, रमाइलो भयो। साथीहरुसँग टिकटक बनाइयो, आफ्नो दुःख सुखको कुराहरु सेयर गरियो र बेलुकीको 5 बजिसक्यो। म चाहिँ घर फर्केँ। आजको भिडियो हजुरहरुले कस्तो लाग्यो? मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दै माया गर्नु नभुल्नु होला भन्दै हस्त नमस्कार। नेक्स्ट भिडियोमा भेटौँला। नमस्ते, बाई बाई, लभ यु अल।